मर्निङ गाइस, वेलकम छ तपाईहरुलाई फेरि मेरो नयाँ ब्लगमा हैन। सो मैले आज फेरि नयाँ ब्लग लिएर आएको छु तपाईहरुको अगाडि। आई होप सो तपाईले मन पराउनु हुन्छ भनेर हैन। मन पराउनु भएन भने पनि मेरो भिडियोलाई लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु चाहिँ नबिर्सिनुस् होला तपाईले हैन। सो आज चाहिँ एउटा के भन्छ स्पेशल डे हो। त्यो स्पेशल डे चाहिँ तपाईहरुलाई म एकछिनमा भन्छु, या त तपाईले एकछिनमा चाल पाउनुहुन्छ के हो भनेर हैन। सो आज हामी काम छिटो छिटो गर्दैछ त्यही दिनको लागि। सो म आज सब्जी पकाउँदैछु, तपाईहरुलाई म देखाउँछु मैले के पकाउँदैछु भनेर। छिटो छिटो सब्जी पकाउँदैछु हैन। मैले चाहिँ अलरेडी हैन सब्जीहरु सबै काटकुट गरेर चाहिँ पकाइसके हैन। अब यो पाक्नु मात्रै बाँकी छ। सो छिटो छिटो पकाएर चाहिँ त्यहाँदेखि रेडी गर्नुपर्ने हुन्छ हामीहरु। सो तपाईहरुलाई म त्यही भेट्छु। बाइ बाइ। चाहिँ हामी रेडी भएर रोडमा पुग्यो। तपाईहरुलाई मैले अघि स्पेशल भनेको थियो हैन। त्यो चाहिँ अब निकट आइपुग्यो। त्यो चाहिँ अब भन्नुको लागि हाम्रो को आएको छ यहाँ आनीजुबु क्यामु। अहिले क्यामुले भन्छ यो दिन चाहिँ किन आज खास हो भनेर। क्याम र आनीजुबुले भन्छ। रोडमा आइपुग्यो हामीहरु अब जान्दैछ। इन्लाइटमेन्ट पाएको यो बेलामा चाहिँ आज चाहिँ अहिले इन्टरभ्यु लिनुपर्छ क्याम्पको अलिकति हुन्छ लिनु सक्नु। सो रोडमा चाहिँ अहिले आगो फुकेर हैन सङ लगाइरहेको रहेछ। तपाईहरुलाई म देखाउँछु। माथि यसरी धुपहरु हैन बाल्नुपर्छ। ऊपर पनि बालिरहेछ। यो तेपा ताङसी गरेर राम्रो हुन्छ है। यसरी हाम्रो मामा पसङ रेडी छ। उहाँ पनि यहाँ माथि पनि सङ बालेछ हैन। यहाँको भ्यू हेर्नुस् नजारा। मामबसङ निकाल्दे त मैले। हामीले यति वेट गर्दाखेरि यति टाइम वेट गर्दाखेरि फाइनली आइपुग्यो यहाँ हैन। फाइनली हामीले यत्रो वेट गर्दाखेरि आइपुग्यो है। दर्शन गर्नुको लागि यहाँ सबैजना पर्खिरहेछ हैन लाइनमा। गरम त अब के भन्नु। अरे हो जोले कि टङ लु हाम्रो आमचुङ आइपुग्यो। अलिक बिस्तारै गर्नु।
अलिक बिस्तारै गरमले पाक्यो या कोही अन्त दुईजना मात्रै यो भाइले के भएको सबै निस्केर जाऊ यो भाइले यसमा सुन्नु हो त्यसमा निस्केर Early boys. कैसा? होल्डर चाल दिँदै छ ओए भकुटा जाउँ साँच्ची त आउनु न जाउँ Kacau video bisa pusat. ले त्रिपुरा
गयो अब ल तेरो ल एटको एकजना बहिनी छ हामी मिल्छ ल धन्यवाद तपाईलाई मुरी मुरी धन्यवाद। हेलो गाइस, आज चाहिँ किन स्पेशल दिन हो भन्दाखेरि हाम्रो यहाँ आमजुङ पेमा लामुले भन्छ आज चाहिँ किन स्पेसल हो भन्दाखेरि चाहिँ साकादावामा चाहिँ हामीले बुद्धले चाहिँ इन्लाइटेनमेन्ट पाएको अनि के भन्छ अपनाउनुपर्छ त्यही हो। थ्याङ्क यू। अब हाम्रो सेकेन्ड इन्टरभ्यू छ हाम्रो अनिन्जुबुलाई। आज चाहिँ किनभने साकादावा हो। साकादावामा चाहिँ अब कति 15 दिन हुन्छ है। 15 दिन चाहिँ साकादावाको अब पूजा गर्छ, घुम्पामा पनि पूजा गर्छ हो, युङेहरू पनि बस्छ। आज चाहिँ हाम्रो कुरामा चाहिँ भुङ्गो भन्छ। अब सबै गाउँ गाउँमा डुलेर चाहिँ लास्टमा चाहिँ गुम्बामा पुगेर चाहिँ पूजा गरेर सक्छ। अघि नै अब हामी दुईजनाले भनिहाल्यो हाम्रो दुईजनाले चाहिँ किन होइन कसो के हो भनेर। अब हाम्रो आमाहरू भयो गुम्पामा 15 दिनसम्म युङे बस्नुहुन्छ उहाँहरू चाहिँ होइन गाउँमा चाहिँ अब सुख शान्ति होस्, सबैलाई राम्रो होस् भनेर उहाँहरूले पूजा गर्नुहुन्छ। यति राम्रो है। त्यहाँदेखि हामीले यो पुस्तक चाहिँ हामीले टाउकोमा राखेको कारण चाहिँ अब हामीले जति अहिलेसम्म पाप गरेको छ त्यो अलिक कम्ती होस् भनेर चाहिँ अब त्यही कारण चाहिँ होइन गाउँ गाउँमा गएर पुस्तकहरू घुमाउँछ। यस्तो दुःख गरेर होइन घाममा बिचराहरू बिहान बिहान आएर होइन। सो अब यति नै भन्नु छ, अब के भन्नु अरू त होइन। थ्याङ्क यू सो मच तपाईँहरूले मेरो भिडियो हेरिदिनु भएकोमा। आई होप सो तपाईँले मन पराउनु भयो होला होइन। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु तपाईँहरूलाई, ताकि म तपाईँहरूको अगाडि नयाँ नयाँ भिडियो लिएर आउनु सकोस् तपाईँहरूको। बाई बाई।